19 का क्याप्टेन र एभरेस्ट ब्याकका क्याप्टेन आफ्नो नेम लिएर यहाँ आइदिनु होला टसको लागि। बैट्समैन गइदिनु होला। बेटर छिटो भन्दा छिटो, मौसम अलिक खराब छ, गाह्रो होला। हेलो गरिमा कतिको पास भनेर छिटो जानु होला। उन्नति वर्सेस र ब्याटिङमा जाँदैछ गरिमा विकास ब्याङ्कका तर्फबाट जर्सी नम्बर 45 र जर्सी नम्बर 8 सुजन बस्याल स्ट्राइकमा, त्यस्तै अर्को गजर नन स्ट्राइकमा विष्णु केसी जर्सी नम्बर 8 का। र बोलिङमा क्याप्टेन आफै विजय कुमार, कतिको विजय हुनेछन् हेर। र पहिलो बल एकदमै राम्रो सुरुवात, चौकासँग सुरुवात गरेको छ यहाँ गरिमा विकास ब्याङ्कले। 73 रनको टार्गेट दिएको छ यहाँ।
पुस्तक गेमिङले यहाँ हाम्रो यो जुन लाइट लागेको छ यहाँ त्यति माथि यो प्लिज यो पानी गरिराख्नुपर्छ एक गिलासमा यो तपाईँले चाहिँ नफाल्नु होला किनभने एउटा हेर्नु ग्राउन्डभित्र गइरहेको छ एउटा बडो एक डस्टबिनमा फालिदिनु होला अलिकति डिसिप्लिनमा बसिदिनु होला है ग्रामीण ब्याङ्कलाई 73 रन न्यू बैटर विष्णु पांडे जर्सी नंबर 07 र यो हाम्रो सम्पूर्ण म्याच भैरवा टेलिभिजनबाट लाइभ आइरहेको छ घरमा बसेर पनि हेर्न सक्नुहुन्छ आज शनिबारको दिन छुट्टीको दिन मोमो बनाएर चाउमिन बनाएर कोकसँग खानु होला किनभने गर्मी बढी छ यहाँ दुई ओभरको समाप्तिमा 1 मिनट 33 रन रमेश यो गेमिङलाई हराउनु पर्छ आशीष गुप्ता ताली बजाउनु होला आफ्नो पहिल्यै गोलमा विकेट निकाल्न सफल कृपया गरी अगाडि नआइदिनु होला मौसमले शीतल देश जताउने ओभर फाउन्ड पनि छ खाली र यो हाम्रो म्याच सम्पूर्ण म्याच लाइभ भैरवा टेलिभिजनबाट आइरहेको छ र यो लेग बाई इशारा र सुरज भट्टराई जानुभएको छ र बलिङमा आशीष गुप्ता बलिङ गर्दै र यो वाइड बल +2 रन
रुपियाँ एड भएको छ यहाँ। Third ball. दर्शकहरू कृपया गरी यो बाउन्ड्रीभन्दा 5 मिनेट टाढा बस्नु होला र यो मिडफिल्डमा 1 रन मात्रै। र यो सिद्धार्थ ग्रामीका भाइहरू बाउन्ड्रीको भन्दा नाउ पिट्नु होला बस्दिनु होला, ब्याट्सम्यान झुकिन्छ त्यहाँ। क्लिन बल अगाडिबाट खेलेको छ, क्लिन बल गरेको छ यहाँ आशिष गुप्ताले। सपोर्ट गर्दा नि भएर जाने यार हान लेखेको छ सिद्धार्थ गुरुङका जितेन्द्र यादव गुरु यादव कृपया गरी ड्रेस लगाउनुपर्छ, बाहिर बस्दिनु होला। हजुरहरू पछाडि नझुक्नु होला, ड्रेस लगाएर त ब्याट्सम्यान कन्फ्युज हुन सक्छ। कृपया गरी आफ्नो ठाउँमा बस्नु होला। अब यो ब्याटर जानुभएको छ सञ्जय गुरुङ, जर्सी नम्बर 10। शॉर्ट बॉल एकदमै राम्रो बोलिङ। यो ओभरमा मात्रै 4 रन र 2 विकेट दिन सफल आशिष गुप्ता। 12 बलमा 36 रनको आवश्यकता। सुमित जयसवाल बॉलर 32 नंबर जर्सी, पहले बलमा चौका, एकदमै राम्रो सुरुवात। र दोस्रो बल लिएर सुमित डट बल एकदमै राम्रो बलिङ। बाउंड्री डॉट फेरि बाउंड्री। नौ बलमा 28 रनको आवश्यकता। जे नहीं हुन सक्छ, यो गेम जे पनि हुन सक्छ, जता पनि जान सक्छ। र यो गोल 6 बल कभरको खेलिरहेको छ, हेर्न मरिरहनु छ। राम्रो फिल्डिङ, 2 रन बचाएको छ। 7 बलमा 26 रन। अपील करेंगे यहाँ लेग बाइट। अब
बलिङमा आएका छन् आशिष रोक्का। कतिको रोक्का गर्छन् हेरौँ रनलाई। 18 नम्बर जति। योभन्दा पहिलेको गेममा म्यान अफ द म्याच हुनुभएको थियो। फेरि पनि सम्भावना छ। कतिको हुन्छ हेरौँ अब। यो ओभरमा हुन्छ र पहिलो बल यो डट बल र योभन्दा पहिले पनि उहाँले एक ओभर 12 बलमा फाल्नु भएको थियो र यो गरिसके 50 रन पुरा भएको छ र यो एकदमै ठुलो अहिले आयो मैले भनिरहेको सुरु म्याचमा उहाँले एक ओभर फाल्नको लागि 12 बल फाल्नुभएको थियो। 5 बल 21 रन जे नि हुन सक्छ। मुटु ज्वरो पारेर हेर्नु होला। र यो फेरि
Technical game. Unnati. Royal. Rama Unnati versus Everest को बीच में राजस्थान एरियामा अर्को म्याच उन्नति versus एभरेस्ट बेल्ट र पहिले सेमिफाइनल फिक्स भइसकेको छ सालिमा versus गरिमा गरिमा चाहिँ फाइनलमा भिड्नु छ सालिमासँग यसै गरी उन्नति versus एभरेस्टको दुवै ब्याट्सम्यानहरू गरिदिनु होला छिटोभन्दा छिटो फिल्ड हो रविवार B4को सेमिफाइनल खेलको लागि गेमिङ सुपरलेटको एकदमै रोमाञ्चक टिम भएको थियो यहाँ कि त्यसलाई भन्छ क्रिकेट जे नि हुन सक्छ क्रिकेट हो वन बल गेम फिनिस अरुण कुमार चौधरी 99 नम्बरको जर्सी त्यस्तै नन स्ट्राइक ब्याट्सम्यान जर्सी नम्बर 2 स्ट्राइकमा जर्सी नम्बर कृपया जर्सी 3 एभरेस्ट ब्याङ्कले टस जितेर पहिला ब्याटिङ गरेको थियो र पहिलो बलको सामना गर्दै पहिलो बल डट बल उहाँलाई मलिङ्गको नाममा चिनिन्छ र दोस्रो बल लिएर दोस्रो बल हल्का आफूले खेलेका छन् 1 रनको लागि मात्रै र यो म्याच हाम्रो सम्पूर्ण म्याच लाइभ भयो टेलिभिजनमा आएको छ डट बल अंतिम निर्णय हो एभरेस्ट ब्याङ्कको तर्फबाट जर्सी नम्बर 4 का क्याप्टेन मुकेश भट्ट छिटो गरिदिनु होला ब्याट्सम्यान किनभने मौसमले राम्रो फिल्डिङ 3 रन बचाएको छ एकदमै र डिफेन्स गर्दैको छ त्यहाँ डट बल यो समाप्तिमा
मात्र 2 रन आफ्नो 1 विकेटको क्षति भयो रेस्पेक्ट जर्सी नम्बर दिखाइदिनु होला बलर 46 ओके रञ्जित चौधरी र यो भाग खेलेको छ र यो 1 रन मात्र राम्रो किपिङ एकदमै बाउन्ड्री चौका हालेको छ नि सुपर 6 कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट 2082 मेन स्पोन्सर सिद्धार्थ बैंक लिमिटेड को स्पोन्सर साइन रेसिङ डेभलपमेन्ट बैंक लिमिटेड र झाडु शोट हालेको छ नि 4 रनको लागि सपोर्टेड बाई Agriculture Development Bank Limited, Navi Bank Limited, Nepal Investment Bank Limited, NIC Asia Bank Limited, Siddharth Gaming Zone. 6 यो 6 रन सँगै 17 रन र वाइड बल यो वाइड बल सँगै 2 रन 19 रन र फेरि डट बल बलर जर्सी नम्बर दिनु होला 49 अगाडिबाट छिटो गरिदिनु होला है सरहरु अगाडिबाट छिटो गरिदिनु होला र भएर खेलेको छ जर्सी नम्बर 99 अरुण कुमार चौधरी उत्कृष्ट क्याच अहिलेसम्मको उत्कृष्ट क्याच त्यस्तै नयाँ प्याटर्न आउनुभएको छ अरविन्द कुमार झा क्याप्टेन जर्सी नम्बर 1 का माफ गर्नु होला दिनेश कन्डेल जर्सी नम्बर 1 दिनेश खनाल
एकदमै राम्रो अले र त्यस्तै किपिङ एकदमै राम्रो बोलिङ तीन ओभरको समाप्तिमा 26 रन आफ्नो महत्त्वपूर्ण जर्सी नम्बर देखाइदिनु होला बोलर 35 जो लास्ट विकेट र भने खेलेको छ 6 रन यो भन्दा पहिलो ओभरमा 3 विकेट दिन सफल अनिल कुमार चौधरी यो लास्ट विकेट पहिलो बलमा छक्का हालेको छ यो दोस्रो बल पनि बौलिङ हुँदा पाया 4 रनको लागि White ball.